हल्लो 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 वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ। आज चाहिँ हो चैते दसैँ। सो म चाहिँ बिहान उठेर म छतमा गएर कस्तो देखिएको रहेछ भ्यू भनेर हेर्दैछु साथीहरू। चिसो चिसो मौसम, त्यसपछि कति सफा कति सुन्दर बाहिरको दृश्य, कति धेरै आनन्द आउने चराचुरुङ्गीहरू कराइरहेका छन्। यो चाहिँ हाम्रो छतमा फलेको स्ट्रबेरी हो साथीहरू। कहिलेकाहीँ फल्छ, राताम्मै भएर पाक्छ। घरिघरि छतमा गएर हेर्दा कति धेरै आनन्द आउने। अनि यो चाहिँ एभोकाडो हो। हाम्रो घरमा कति धेरै फुलेको छ एभोकाडो, तर हावाहुरीले धेरै बस्दैन होला। अनि माथि छतमा घुमेर सकिसकेपछि म तल झरेँ। यो चाहिँ हो ब्रह्मकमल फुल, तल फुलबारीमा थियो कि, अनि यो चाहिँ राम्रोसँग आउँदै आएन, अनि मैले माथि गमलामा लगाइदिएको साथीहरू। कति राम्रो भएर आएको ब्रह्मकमल फुल। अनि आज चैते दसैँ, नर्मली दाल भात त सधैँ खाइन्छ, आज अलिक फरक किसिमको खानेकुरा खानु पर्यो भनेर म चाहिँ लागेँ सामान किन्नलाई साथीहरू। चाहिने जति सामान पहिल्यैदेखि माइन्ड मेकअप गरेर बसेको थिएँ अघिल्लो दिन नै, होइन। भोलि बिहान उठेर म के गर्छु भनेर बेलुकै प्लानिङ गऱ्यो भने त सजिलो हुन्छ नि त, बिहान उठ्ने बित्तिकै त भ्याइँदैन। आज के हो थाहा छ? आज के हो थाहा छ कि छैन? दसैँ तिहार। दसैँ तिहार। आज चैते दसैँ। चैते दसैँ। सानो मान्छेलाई गुड मर्निङ भन्दै म लागेँ किचनतिर। राम्रोसँग जाप दिनु है, फर्स्ट हुने गरेर हस्। टिका जस्तै भए भयो छोडिदिनु। अघि ढोका होइन, कतिले चाहिँ नढोक्या यस बेला। मेरो चाहिँ मम्मी घरमा हुनुहुन्न नि त, मम्मी काठमाडौँ जानुभएको छ, त्यसैले बुवाले टिका लगाइदिनु भएको साथीहरू। अब पुलाउको लागि सामान रेडी गरेर म जाँदैछु पुलाउ बनाउन। मैले चाहिँ जिन्दगीमै पहिलोचोटि यो पुलाउ बनाएको हो। मलाई खासै पुलाउ बनाउन आउँदैन थियो। यो चाहिँ मेरो आफ्नै रेसिपी, अनि फर्स्ट ट्राई गरेको है साथीहरू। अनि पुलाउ सँगसँगै अलिकति अचार पनि चाहियो, अनि अचारको लागि पनि म रेडी गर्दैछु सामानहरू साथीहरू। अनि मैले पुलाउ बनाउँदैछु। यो चाहिँ हो मैले रेडी गरेको सलाद प्लेट साथीहरू। हेर्दै भोइस ओभर गर्दै मेरो पुलाउ पनि पाकिसक्यो, तर सोचेको भन्दा पनि यति दामी भएको थियो कि ओ माई गड। आज चैते दसैँ, सबैभन्दा फर्स्ट चाहिँ घरको सबैभन्दा सानो मान्छेले खानुपर्छ चैते दसैँमा। बुझ्नुभयो नि कुरो? यो हाम्रो सानी मान्छेलाई खाना खुवाउने बेला चाहिँ म सधैँ धुरुक्कै रुनुपर्छ साथीहरू। त्यही भएर यस्तो गफ लगाइ फर्स्टमा सानो मान्छेले खानुपर्छ, यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्दै कथा सुनाउँदै मैले खुवाउँदैछु साथीहरू। मैले भोइस ओभर गर्दै मेरो पुलाउ पनि पाकिसक्यो, पनिर पनि पाकिसक्यो साथीहरू, अचार पनि बन्यो, सब रेडी भइसक्यो साथीहरू। ल हजुरहरू सबैजनालाई चैते दसैँको शुभकामना। अब म सुरु गरेँ दसैँ मनाउनको लागि साथीहरू। अब फर्स्ट टाइम आफैले बनाएको पुलाउ है, नखाने भन्ने त कुरै भएन। मेरो चाहिँ फेभरेट हो, तर बाहिरतिर कतै चाहिँ कस्तो साह्रो हुन्छ कि पुलाउ कस्तो घाँटीमा अड्किन्छ, म खान सक्दिनँ। मैले बनाएको चाहिँ नरम छ साथीहरू। अब म चाहिँ मनाउन गएँ चैते दसैँ। हजुरहरू सबैजनालाई चैते दसैँको शुभकामना साथीभाइहरू।